सबैजनालाई न्यू डे न्यू ब्लगको साथमा सबैजनालाई वेलकम छ। अनि लाइक कमेन्ट प्लिज सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनु होला भन्न म चाहन्छु। यो चाहिँ हाम्रो खोर्सानीको ब्याट हो जो रोप्ने टाइम भएको छैन। अनि यहाँ चाहिँ हल्का जाडोहरू परेको थियो नि त, सो आनन्दले गार गोडमेल गर्दैछ। सो म चाहिँ लन्चमा रम्पमको चाउमिन बनाउँदैछु। अनि हजुरहरूको कसलाई मनपर्छ रम्पमको चाउमिन भन्नुहोस् है। अनि हेर्नुहोस् है त मेरो सासू ससुर र मम्मीले चाहिँ चाउसे टिपेर ल्याउनु भएको रहेछ देखाउँदै हुनुहुन्छ। अनि आप्पाले चाहिँ जिस्काउँदै हुनुहुन्थ्यो नि त मलाई, नमस्ते भन्दै हुनुहुन्छ। अनि नाच्दै मलाई जिस्काउँदै हुनुहुन्थ्यो नि त। आप्पाको चाहिँ जुन यो दाहिने हातको हातखेला नै छैन र पनि काम सबै गर्नुहुन्छ। अनि म चाहिँ आफ्नो कामपट्टि लागेँ। बस्तीको ठाउँमा काम नगरी नहुने होइन त, काम त गर्नै पर्यो। सो म चाहिँ यो राँगाले नखाएको जुन अम्लिसोको सिडहरू हुन्छ त्यो चाहिँ काट्दै तिनीहरूलाई नै ओछ्याउने गर्छु नि त। सो म चाहिँ त्यो काट्न थालेँ।